हेलो गाइज, दर्शक नमस्ते, वेलकम टु माई न्यू ब्लग। म चाहिँ आज घरदेखि बाहिर साथीको रुमबाट बिदेबारी गएर यतिकै बाहिरको लागि घरतिरको यात्रा चाहिँ तय गर्दैछु। के छ तपाईँहरूको हालचाल? सन्चै आरामै हुनुहुन्छ होला? के कस्तो छ? कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्दै गर्नु होला। आजको भिडियो त्यति साह्रो स्पेसल त केही पनि छैन। आज चाहिँ यस्तै छ, यी बाहिर घुमाइछ साथीहरूसँग, 3-4जना साथीहरूसँग चाहिँ यसरी हामी चाहिँ आजको यात्रा चाहिँ हाम्रो साथीको रुमदेखि लद्रेलको मार्केट हुँदै ब्याङ्किङ कारोबार सल्ट्याएर अनि चाहिँ रुमतिरै जाने हुन्छ। त्यति स्पेसल त केही पनि छैन। आज एउटा भिडियो बनाऊ भनेर जुटिरहेको छु। धेरै साथ दिनु होला, माया गरिदिनु होला, सपोर्ट दिइराख्नु होला। के भनेको राजा? यसरी आज चाहिँ हामी दोस्तको घरबाट आज हामी चाहिँ पाहुना खाने कार्यक्रम थियो, त्यो सकाएर हामी चाहिँ यता चाहिँ हाम्रो आदरणीय दाजु, मेरो साथी अनुदीप चौधरी र यता मेरो प्यारो भाइ लभली भाइ, उहाँ चाहिँ टाटो आर्ट्स पनि हुनुहुन्छ, मेरो डिजाइनर पनि उहाँ नै हो। आजको यात्रा चाहिँ हाम्रो ओरदियामा अलिकति वरपर गल्ली गल्ली चोक चोकतिर घुम्नको लागि चाहिँ रेडी भएको अवस्था छ। यस्तै छ, अगाडि पछाडिको नजाराहरू म देखाउँदै जान्छु। खान्छ नि यस्तो के भाइ, यो खानेकुरा हो त? यो सब्जी बनाएर खान्छ क्या, ड्रमस्टिक त होइन नि यो? यो खाने फल भन्नुपर्छ उहाँहरूले चाहिँ, खै थाहा भएन मलाई चाहिँ एक्ज्याक्टली थाहा भएन। फलहरू फुलेको छ, फुलहरू फुलेको छ, पलमहरू समथिङ के हो योहरू लास्ट फलेको छ, स्याउहरू फलेको छ। रमाइलो छ ओरदियामा। कता कता हुनुहुन्छ साथीहरू, आउनुहोस् ओरदियातिर एकचोटि भिजिट गर्नुहोस्। दामी छ ओरदियाको भ्यू होइन? रुखबाट टिपेर आफैले पनि दोकान थाप्न पायो हो। अरू केही छुट्यो भयो थपिदिनु भाइ? ओके, जस यो चाहिँ फन अफ पार्ट। ओके, हेर्दै जानुहोस्। अगाडिको नजाराहरू चाहिँ हामी देखाउँदै जानेछौँ। आज हाम्रो ठुलै ग्याङ छ, हल्का सानो सानो गुलेली ग्याङ। यस्तै छ अगाडिपट्टिको नजाराहरू पनि, हरियाली छ हेर्नलाई होइन? हल्का हल्का मार्केटहरू पनि छ, सानो ठुलो। यतातिर यी पार्किङको नियम चाहिँ टक्क छ आफ्नो ठाउँमा। बिल्डिङहरू पुरानो डिजाइनको, यो चाहिँ अलिकति जे होस् समग्रमा सबै ठिकै छ। अब हाम्रोको यात्रा कहाँ हो राजा? हो ब्याङ्क हो? ल ल ल, अब जानुपर्छ, पुग्दैछौँ। अब हामी चाहिँ पेनी मार्केट पनि जानु छ, अलिकति किचनको सामान पनि उठाउनु पर्ला जस्तो छ। र बाँकी चाहिँ हल्का ब्याङ्कतिर पनि काम छ, सानो सानो सल्टाएर चाहिँ रुमतिर फर्किनु पर्ने हुन्छ। अहिले चाहिँ हामी यतातिर टक्क बाटो क्रस गर्दै क्रसिङबाट चिनेको मान्छे होला, साउन्ड दिइरहेछ। यसरी हेर्दा चाहिँ यहाँनिर चाहिँ यो स्याउ फले रहेछ। के प्रजातिको स्याउ हो? दामी भसक्कै फलेको छ। यतातिर ओखर, जे होस् दामी छ सबै चाहिँ। यतातिर यो पलम फलेको छ, मजाको छ, हरियाली छ। घुम्नलाई साँझको प्रहर हो, शीतलता छ, आनन्द छ। जे होस् गाइजहरू अगाडि हुनुहुन्छ ती, म चाहिँ पछि एउटा
सानो भिडियो बनाऊँ भनेर जुटिरहेको छु। फाइनल्ली यसरी हामी चाहिँ पेन स्टेसनमा चाहिँ आएको हो। यहाँ चाहिँ ट्रेनको लास्ट स्टेसन पनि हो। यता गयो भने चाहिँ यहाँको थोरै समय हिँडेपछि चाहिँ आउट अफ ओरेदिया भ्याली फ्लेक्स बन्छ यतापट्टिको साइडतिर। यतातिर चाहिँ नुफारुल एरिया ओरेदिया भित्रै पर्छ। अगाडिपट्टि चाहिँ पेनी मार्केट छ। यसरी यतापट्टि चाहिँ हामी ब्याङ्कतिरको यात्रा तय हुँदैछ। साथीहरू जुटिराख्नु भएको छ। यतातिर चाहिँ एउटा रेस्टुरेन्ट पनि रहेछ, सानो सानो मिनी। दामी छ भ्यू चाहिँ यति बेला। यतातिर चाहिँ घामको छाया स्टिल छ। यसरी अब हामी चाहिँ ब्याङ्कको नजिकतिर चाहिँ आइपुगेको अवस्था छ। यतापट्टि चाहिँ ट्रेन स्टेसन, यो चाहिँ लास्ट स्टेसन हो। यहाँदेखि म भएर फेरि अगाडि नै जाने हो। यतातिर चाहिँ ब्याङ्कको म चाहिँ नजिक चाहिँ आइसकेको अवस्था छ। टक्क ब्याङ्कमा पनि आइपुगेको अवस्था छ। ब्याङ्कमा चाहिँ लग लागेको छ। यहाँ चाहिँ कार्ड हालेर सो गरेर ओपन गर्नुपर्ने हुन्छ। त्यो त दोस्तले चाहिँ स्वेप गर्दैछ।